आज हामी आलु लगाउन गइरहेका छौँ। हामीले पहिले यो आलुको बिउको रूपमा राखेको आलु चाहिँ बिउको रूपमा भइसकेको छ, टुसा हालिसकेको छ। अब यसलाई हामी काट्न गइरहेका छौँ। हामीले आलु काट्न सुरु गरिसक्यौँ। यो काटेको आलुलाई हामीले चाहिँ सानसाना टुक्रा गरेर यसका जुन टुसाहरू आएको छ त्यसलाई अलग अलग गरेर त्यसका फरक फरक टुक्राहरू बनाएर हामीले चाहिँ टुक्राहरू काटेर एउटा ठाउँमा राख्नुपर्ने हुन्छ। त्यसको बिउ नबिग्रोस् भनेर अलिकति होसियार तरिका राख्नुपर्ने हुन्छ। यो काटेको आलुको बिउलाई हामीले चाहिँ विभिन्न किसिमका टुक्रा बनाउने सानसाना टुक्रा बनाएर यसलाई हामीले चाहिँ राख्न सुरु गरिसकेका छौँ। अब यो काटेको बिउले हामीले चाहिँ लगाउनलाई रेडी गरी जग्गामा दिइसकेका छौँ। हामीले आलु लाउन सुरु गरिसक्यौँ। यो लगाएको आलु अब हामीले चाहिँ यसका यो आलु लगाउनको लागि सियाहरू काट्न सुरु गरिसकेका छौँ। मैले सिया काटिरहेको छु। अहिले यो सिया काट्नमा मेरो आमाले चाहिँ भिडियो बनाइरहनु भएको छ। यो भिडियो बनाउँदै गर्दा मैले सिया काटेर सिद्धियो। अब यो काटिसकेको सियामा मैले चाहिँ अघि जुन काटेको आलु थियो त्यसलाई चाहिँ अलि केही दुरीहरू बनाउँदै यसलाई आलुलाई त्यो सिलामा हामीले चाहिँ एक एक गरी राख्दै अगाडि बढ्नुपर्ने हुन्छ। यो राखेको आलु अगाडि बढ्दै जाँदा हामीले चाहिँ वरबाट परसम्म लिने हो। मैले एउटै भएका कारणले पछाडिबाट यसलाई पुर्ने मान्छे नभएको कारणले मैले फेरि यो आलुलाई फेरि आफै पुर्न गइरहेको छु। यो आलु पुर्नुपर्ने हुन्छ। यसलाई चाहिँ बाहिर घामले गर्दा र अरू कुनै किरा फट्याङ्ग्राले असर नगरोस् र यसलाई चाहिँ केही ओसिलो बनाओस् र यसले उम्रन सहयोग गरोस् भनेर चाहिँ हामीले माटोहरूले थोरै माटोले यसलाई पुर्नुपर्ने हुन्छ। मैले यो अघि हालेको सिलालाई पुरिसकेको छु। अब धन्यवाद।